ल हेलो बुढो आज कता जाँदैछु हामी माथि दिदीको घरमा जाँदैछु गैरी गाउँ दहचोक गिरी बन्नु धेरै गैरी गाउँ दहचोक आहा कस्तो राम्रो वाउ साँझ पखा बुढाबुढी यसो ठुल दिदीको घरमा जाँदै हो बुढाबुढी हिँडेर आधी बाटो चाहिँ ट्याक्सीमा आए त्यसपछि अब हिँडेर यसो हावा खाँदै बुढाबुढी अलि स्वास्वा हुँदै उकालो हैन जिमकै चुन्जुली हुन्छ गाडी ल बुढाबुढी खुसी छ बुढी मसँग नेपाल ट्रिप ट्रिप खुसी त भइहाल्छ नि लास्ट ट्रिप त तिम्रो एक्लै थियो नि त त्यही भनेर ठिकै छ वाउ पछाडिको भ्यू हेर त चेकपोस्ट थानकोट ल आज दिदीको घरमा बास हुन्छ बुढाबुढी चिसो हावा पछाडिको भ्यू चाहिँ दामी क्या चेकपोस्टतिरको ल बुढो चाहिँ आज चप्पल पर्काएर हातमा दिदीलाई कोसेली बोकेर अयो चप्पल पर्काएर बुढाबुढी चप्पल पर्काएरै बुढीको चाहिँ यस्तो छ बुढोको चाहिँ यस्तै हो अयो वाउ चेकपोस्ट थानकोटको भ्यू उदे माथिको चन्द्रगिरी कस्तो खतरा वाउ आनन्द दिदीको घरमा खसी बाख्रा आएर कान्छी मिथुन खै खाइरहेको मिथुन हो यसको नाम मिथुन अनि यिनीहरूको नाम चाहिँ के हो नि यसको नाम के हो केले त्यसको डल्ले यसको नाम के अरे करिश्मा यसको नाम गङ्गा करिश्मा मनन्दर यही माउलाई बोलिरहेको मैले वाउ यही माउले मैले कति 80-90 बेचेको कति हुन्थ्यो